यहाँहरु सबैजनालाई मेरो नमस्कार। यहाँहरु सबैजनालाई मेरो भान्सामा आज फेरि म स्वागत गर्न चाहन्छु। आज म तामाको अचार बनाउनको लागि आइरहेकी छु भान्सामा। यो तामालाई हाम्रो सुदूरपश्चिमतिर हाम्रो डडेलधुराको भाषामा चाहिँ बाँसको कल्ला पनि भनिन्छ, बाँसको मुना हो यो सानो सानो। अनि नेपालीमा अब कतै कतै यसलाई तामा भनिन्छ। अक्सर गरेर तामाको अचार, तामाको तरकारी धेरै मिठो हुन्छ र यो धेरै पोसिलो पनि हुन्छ। यो तामा मैले त्यहाँ खानडाँडा घुम्न गएको बेलामा तामा पाएँ, खाँदेर राखेको बनाएको नै पाएँ, त उसरी तयारी अवस्थामा नै पाएँ। त्यो मैले किनेर ल्याएँ अनि अब यसको म सानो अचार बनाउँछु। त्यो अचार बनाउनुको लागि अब यहाँ खाँदेको तामा नै छ, सुक्खा बनाएर राखेँ, अलिकति लसुन छोडाएँ अनि हरियो खुर्सानी, तोरी यतिकै गरेँ। नुन खुर्सानी त्यो आवश्यकता अनुसार राख्ने। त्यसको लागि म अलिकति तोरीलाई भुट्न चाहन्छु। तोरी भुटेर हाल्ने। अब तोरी भुट्छु म एकैछिन। यो तोरीमा मैले यो आगोमा कराई तताएर तोरी राखेँ। यो तोरीलाई भुट्छु। तोरीमै अलिकति जिरा पनि राखिदिन्छु, सँगसँगै भुट्दा राम्रो हुन्छ। अनि अलिकति नुन पनि भुट्यो भने केही नुन त्यसमा तयारी अवस्थामा नै छ त्यो तामा। अनि यसलाई भुट्ने। अब यो तोरी भुटेर मैले निकालेँ, तोरी जिरा नुन राखेँ, त्यसलाई केही बेर सेलाउन दिने। सेलाउन दिएपछि अलिकति यो सिलौटोमा चाहिँ त्यसलाई पिन्ने। अब मिक्सरमा पिने पनि हुन्छ, मिक्सरमा पिसेर अब यसलाई मसिनो बनाउँदा पनि हुन्छ। अब सिलौटोमा चाहिँ यसरी सिलौटोमा दल्छु म यसलाई। सिलौटोमा नै दल्छु, कसैले कलमा दल्छन्, अब मिक्सरमा उसमा राख्छन्। म सिलौटोमा दल्छु यसलाई केही बेर। यत्तिकै मसिनो नपार्दा पनि हुन्छ, खस्रो खस्रो नै बनाउने। अब मैले यो तोरी सिलौटोमा अलि खस्रो नै हुने गरी यसलाई पिसेँ। अब यो निकाल्दिने। त्यसपछि यो तोरी म त्यो तामामा मिक्स गर्छु, मिसाउँछु सबै, मिठो बास्ना आउँछ। तोरी मैले सबै पिसिसकेँ। अब म तेल तताउँछु, शुद्ध तोरीको तेल। एक कचौरा, सानो कचौराको एक कचौरा तेल यसमा बेसरी तताउने। यसलाई तताएर हाल्दा राम्रो हुन्छ। एक पाउ जति छ यो, एक पाउको कचौरा चाहिँ हुन्छ। एक पाउ जति तेलमा त्यो 1 किलो तामा हो यो। 1 किलो तामा अलि सुकेर चाहिँ अलिकति घटे जस्तो लाग्छ। त्यसमा यो तेललाई कटकड हुने गरेर तताउने बेसरी। यसलाई यो तात्दैछ, यसलाई बेसरी तात्न दिने, एकदम मजाले यसलाई तात्न दिने। तेल राम्ररी तातिसकेपछि यसलाई चुलोलाई बन्द गरिदिने। फेरि आगो बन्द गरेर कस्तो कस्तो पोल्छ यसले काँचो तेलले, त्यही भएर यसलाई तेललाई पकाउने, बेसरी पकाउने। तेललाई पकाइसकेपछि यसलाई अब तेल माथिबाट धुवा हुन थाल्यो, तेल पाक्यो, अब एकदम तातो भयो। अब यसलाई म आगो बन्द गरिदिन्छु। आगो बन्द गरेर यसमा अलिकति जिरा राख्छु। जिरा राखेँ। यसमा कालो मरिच र तिमुर पिसेको धुलो पनि यसमा राखेँ मैले तेलमा। त्यसपछि यो लसुन पनि पड्काउँछु एकैछिनमा। यसमा लसुन पनि राखेँ। आगो बन्द गरेर गर्दैछु म यसको। अनि त्यसपछि हरियो खुर्सानी काटेर राखेको थिएँ, त्यसलाई पनि तेलमा पड्काएँ मैले। तेलमा पकाइसकेपछि अब यो तेललाई समातेर यो ताराको तेललाई एकदम यो तामामा राख्ने। तातो तेल
यो माथिबाट अलिकति हल्दी राखेँ, नुन राखेँ। अब माथिबाट यो तेल यसमा खनाइदिने, तातो तेल यसमा खनाइदिने। त्यो तेल खनाइसकेपछि जो हामीले तोरी पिनेर राखेको थियौँ त्यो सबै तोरी, यो पिसेको तोरी यसमा राखिदिने। अब यसलाई मजाले चलाउने। अब यसलाई चलाउने, यो तेललाई बराबर मसला सबैमा पुग्ने गरेर तेल चलाउने। अब यसमा एक एक टुक्रा टुक्रामा तेल पुग्ने गरेर यसलाई बेसरी मोलेर राखिदिने। तेलमा मोलेर हावा नजाने गरेर अब एउटा डब्बामा सिसाको डब्बा भए अझ राम्रो, त्यसमा चाहिँ प्याक गरिदिनु पर्छ यसलाई। अनि 1-2 दिनमा यो अब मजाले खानलाई बन्छ। अब यसलाई म सिसाको सिसीमा राख्छु। यस्तै सिसी मैले तयार गरेर राखेकी छु। सिसाको भाँडो हो, सबै यो पुरै मिक्स गर्ने, पुरै नुन खुर्सानी सबै लाग्न दिने, तोरीको मसला त्यो सबै लाग्न दिने। अनि यसलाई यसमा मिठो मिठो अचार सिसीमा प्याक गर्ने। यो सिसाको सिसी हो, यसमा राख्ने सबै। बिचमा यसरी यसरी भित्रसम्म यसरी बेसरी खाँदेर राख्ने यसलाई। अर्को भाँडामा पनि अलिकति बच्यो, अब अर्को भाँडामा राख्ने। यो सिसाको बट्टा चाहिँ यो पोची एकदमै खाँदेर मैले यसमा राखेँ। अचार ठिक्क भयो। अलिकति यसमा पनि राखेकी छु। अब 2-4 दिनपछि यो मजाले 1-2 दिन घाममा राख्ने, यो मजाले खानलाई हुन्छ। यो तामाको अचार धेरै मिठो हुन्छ। ल अब हाम्रो यो तामाको अचार बनाउने मेरो कार्यक्रम सकाएँ मैले। अब यहाँहरू पनि बनाउनु होला। यस्तै गरेर अरू अचारहरू पनि बनाउनु म प्रयास गर्नेछु, जमर्को गर्नेछु। यस्तो यहाँहरूको दिन सुखर होस्, खुसी रहोस्। म आजलाई चाहिँ बिदा माग्छु आफ्नो भान्साबाट। हस्त नमस्कार। अनि साथै मेरो यो भिडियोलाई लाइक, कमेन्ट तथा सब्सक्राइब पनि गरिदिनु हुनेछ भन्ने आशा राख्दै बिदा हुन्छु। धन्यवाद।